सल्यानको छत्रेश्वरी र कपुरकोट गाउँपालिका, जहाँ संस्कृतिले समृद्धि र प्राकृतिक सौन्दर्यले जीवनलाई सुन्दर बनाएको छ, तर यस सौन्दर्यभित्र लुकेका छन् आर्थिक कठिनाई, सामाजिक असमानता तथा अवसरको अभाव र यिनै चुनौतीहरूको समाधानका लागि सुरु भएको आर्थिक र सामाजिक न्यायका लागि सामुदायिक परिचालन परियोजनाले समाजको मुहार फेरेको छ। विशेष गरी महिला, युवा, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक समुदायका लागि सशक्तिकरण अभियान मार्फत समुदायलाई यसले सशक्त बनाएको छ। सामाजिक न्याय र अवसर प्राप्त गर्न आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना छत्रेश्वरी र कपुरकोट गाउँपालिकाको समन्वय, आइएम स्विडिश डेभलपमेन्ट पार्टनरको सहयोग र दलित विकास समाज सल्यानको आयोजनामा सञ्चालित यस परियोजना एक उज्यालो यात्रा हो। आइएम स्विडिश डेभलपमेन्ट पार्टनर र दलित विकास समाज मिलेर 2024 देखि चाहिँ हामी साझेदारीमा काम गर्दैछौँ र सामाजिक तथा आर्थिक रूपले सीमान्तकृत भएका पिछडिएका समुदायहरूलाई सशक्तिकरण गर्ने हो र सँगसँगै यस्ता समुदायहरूलाई चाहिँ यो क्लाइमेट चेन्ज, वातावरणीय प्रभावले पनि अझै असर पारिरहेको हुनाले चाहिँ त्यो सम्बन्धी पनि चेतना जगाउँदै र त्यो सम्बन्धी पनि कार्यक्रम हामी सँगसँगै गर्छौँ। छोटो समयमा प्रभावकारी नै देखियो। परियोजनाले सिप विकास, आय आर्जन, सामाजिक सेवामा पहुँच, वातावरणीय संरक्षण र लैङ्गिक समानतामा केन्द्रीकृत कार्यक्रमहरू सञ्चालन गर्यो। सिलाइ कटाई, सुधारिएको चुलो, जैविक खेती, युवा सम्मेलन, महिला सहभागिता, यी सबै कदमले समुदायमा आत्मनिर्भरता र सचेतनाको जग बसालेको छ। परियोजनाका गतिविधिले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ। मैले चाहिँ पहिला हल्का कुर्ता सुरुवाल चाहिँ सिलाउँथेँ, अहिले चाहिँ प्यान्ट सर्ट, चोली, ब्लाउज सिलाउँछु। अब सानोतिनो आफ्नो खर्चबर्च जुटाउने, आफ्नो खाना जुटाउने। फाल्यो हैरान भइजान्थ्यो। अब यही पनि आँखा फुटिके आइचाल त सजालो मानेछु। अनुदानबाट किनेको बाख्राबाट एउटा बोका एकदम राम्रो दिएको छ। अनि प्लस अब भर्खर अब बाख्राहरू भइरहेको छ, 2-3टा छ। प्लस पहिला भेडाहरू बाख्राहरू थियो, त्यसबाट अब समग्र रूपमा अब काम भइरहेको छ। राम्रो एउटा आम्दानी दिन्छ कि भनेर एउटा आशा राखेको छु। गाउँघरमा रहनुभएका युवा साथीहरू आफ्नो व्यक्तित्व विकासमा धेरै कमी हुनुहुन्छ। त्यसै कारण यो परियोजना सँगसँगै हाम्रो कार्यक्रमहरूलाई अगाडि बढाउन पाएपछि एकदमै राम्रो हुन्थ्यो। समुदायका यिनै शब्दहरू परियोजनाको सफलता र प्रभावका प्रतिबिम्ब हुन्। सामाजिक ऐक्यबद्धता, स्वच्छ वातावरण र आर्थिक सशक्तिकरण, यी उपलब्धिहरू समुदाय आफैले अनुभव गरेका छन्। परियोजनाको उपलब्धि मात्र भौतिक संरचनामा सीमित छैन, यो आत्मविश्वास, नेतृत्व र समानताको विस्तार पनि हो। 32 लाख रुपैयाँको सामुदायिक कोष परिचालन, महिला नेतृत्वमा वृद्धि, युवा सम्मेलन, नीति पैरवी, सफा चुलो, पोखरी निर्माण, बाली उत्पादन र बजार पहुँच, यिनले दिगो आय स्रोतको बाटो खोलिदिएका छन्। कामहरू जस्तो सन्तोषजनक नै देखियो। अब मान्छेका आकांक्षाहरू त धेरै हुन्छन्, तैपनि जो डिजे सल्यानले जो गरेको काममा म सन्तोष नै छु। हामी जो गाउँपालिकाले गर्नुपर्ने दायित्व थियो त्यसलाई पुरा गर्ने गरी चाहिँ अगाडि बढाइराखेको छ र यो असाध्यै राम्रो ढङ्गले चाहिँ लागेको थियो। उसले सञ्चालन गरेका गतिविधि जति पनि छन्, समुदाय परिचालनका कुराहरू, युवा सशक्तिकरणका कुराहरू भइदियो, अनि पछाडि आएर मान्छेहरूलाई आय आर्जनमा जोड्ने र उद्यमी बनाउने कुराहरू जो छ नि, यो असाध्यै राम्रो पाटो छ। यसलाई निरन्तर रूपले अगाडि बढाउन जरुरी हो। अब परियोजनाले त्यसलाई अझ थप चाहिँ वैकल्पिक सोच बनाएर चाहिँ अगाडि बढ्न सकेको छ भने त्यो असाध्यै राम्रो विषय हो। वडा नम्बर 3, 4 र 5 मा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको चाहिँ मैले महसुस गरेको छु। विभिन्न ठाउँमा चाहिँ अवलोकन अनुगमनका क्रममा जाँदाखेरि पनि उहाँहरूले कृषि क्षेत्रलाई पनि प्राथमिकता राखेर, पशुपालन क्षेत्रलाई पनि प्राथमिकता राखेर कार्यक्रम चाहिँ गर्नुभएको थियो। साथसाथमा सिपमूलक क्रियाकलापहरू पनि उहाँले सञ्चालन गरेको पाइयो। सिलाइ कटाइका तालिमहरू, तरकारी खेतीमा हामी आफै जाँदाखेरि
कृषकहरू उत्पादन गरेर बारीभरि चाहिँ टनक्कै पारेर चाहिँ त्यो कृषि उत्पादन गरेको कुरा देख्दाखेरि अहिले फेरि पशुपालन गर्नको लागि र व्यवसाय सञ्चालन गर्नको लागि घुम्ती कोष परिचालनको नीति पनि अवलम्बन गरेको पाइयो। यो संस्थाले किसानलाई प्रत्यक्ष रूपमा चाहिँ सहयोग पुर्याएको चाहिँ देखिन्छ। पहिले एग्रिमेन्ट गर्दा चाहिँ 5 वर्षका लागि भनेर एग्रिमेन्ट गरिएको प्रोजेक्ट हो यो प्रोजेक्ट आर्थिक अभावले या चाहिँ डोनर एजेन्सीहरूको चाहिँ नि अब त्यो बिचमा चाहिँ के भएर हो 2 वर्षमै यसको फेज आउट हुन लागेको भन्ने मैले पनि खबर प्राप्त गरेको छु। यो अलिकति दुःखद कुरा भएको छ। कपुरकोट गाउँपालिकाका झन्डै 3वटा वडाका दर्जनौं समूहहरू योबाट लाभान्वित भएका थिए। मैले होप गर्छु कि कपुरकोट गाउँपालिकाका नागरिकको आर्थिक र सामाजिक रूपान्तरणका लागि हामी फेरि पनि हातेमालो गर्नेछौँ। परियोजना मार्फत लक्षित सशक्तिकरण कार्यक्रमले समुदायमा आत्मनिर्भरता, सचेतना र सहभागिता अभिवृद्धि भएको छ। समन्वय, साझेदारी र सहभागिता मार्फत सामाजिक न्याय र समावेशिताको सपना साकार गर्न सकिन्छ। अबको लक्ष्य भनेको यिनै उपलब्धिहरूलाई आधार बनाएर अझ समावेशी, सम्मान र दिगो समाजको निर्माण गर्नु हो।